नमस्कार गाइस, आज फेरि तपाईहरुलाई एउटा भिडियो देखाउन आइरहेको छु है। मलाई त खाली भिर पहरा मात्रै मन पर्छ, त्यही कारण है तपाईहरुलाई पनि त्यो हेर्न मन पर्छ होला। म देखाउने छु तपाईहरुलाई है, हेरेर सब्स्क्राइब शेयर गर्न नभुल्नु होला। नयाँ भिडियोमा जग्गा पुरानो अपडेट नयाँ तपाईहरुलाई देखाउने छु ल। हेर्नुस् है, यहाँ हेर्नुस्, यो चाहिँ खाडल है, रेली पुलको जिपको खाडल यतिको रहेछ गहिरो है। कमसेकम यो हाइट हेर्दा चाहिँ 30-40 फुट गहिरो खनेको रहेछ है। 40 फिट जस्तो होला। यो पारिपट्टिको अर्को चाहिँ उपारि यो जीसीबी लगाएको देख्नुभयो होला। यो जीसीबी लागिरहेछ, एउटा ढुङ्गा फुटाउने रहेछ है, एउटा चाहिँ निकाल्ने। त्यहाँ खड्डा खन्दैछ हो। यो चाहिँ योगको बाटो है। यो योगको बाटो, यो माथि देखेको चाहिँ यो चाहिँ भयङ्कर उकालो भएको रहेछ है। यहाँ चाहिँ यो डाँडादेखि चाहिँ यहाँ सर यहाँसम्म चाहिँ बहुत खतरा छ। एकदम ब्रेक फेल भयो भने चाहिँ सिधै तल हो। यहाँ यस्तो छ है, तपाईहरुलाई ठुटे पुल 100 फिट हाइटमा भएको ठुटे पुल पहिला तपाईहरु हिँड्नु भएको है, त्यो पनि देखाउने छु अहिले एकछिनमा। अहिले चाहिँ यहाँको नजारा हेर्नुहोस्। अर्को नयाँ चिज देखाउने छु, होमस्टे बन्दै गरेको हाम्रो बुदुनेमा। बुदुने अहिले फेमस छ यहाँ। यी खड्डा यस्तै छ, तपाईहरुलाई देखाउने छु म नयाँ होमस्टे कहाँ बनिँदैछ है। चलो, म चाहिँ आज चाहिँ नयाँ बाटो मेरो स्कुटी लिएर यहीँ आइपुगेँ म खोलामै। लु हेर्नुहोस् तपाईहरुले, पहिलाको हाम्रो है योगको झुले ब्रिज चाहिँ यस्तो भयो चाहिँ। हेर्नुहोस्, अहिले चाहिँ मैले बगरमै आएर जुम गरेर देखाउने छु यी ब्रिजको हालत है। सिङ्जी, समालबुङ, खानी, रिमतामबाट योगबाट हिँड्ने यो झुले ब्रिज पहिला हाइवे थियो है, यही ब्रिज। अहिले यसको हालत हेर्नुहोस् यस्तो भएछ। यो माथि देखेको डाँडा सुङदुङको रमिते डाँडा, यो माथिको यो ब्रिज हेरिहाल्नुहोस्। तपाईहरुलाई यही देखाउनुको लागि म आज यहाँ आएको। अनि ब्रिजको मुनि यो कमसेकम 100-150 फिट हाइटमा छ यो खोलादेखि। यहाँ तल टाटा पनि लागिरहेको रहेछ है। यहाँ पनि के चल्दैछ। यो खास कुरा भन्नु भने तपाईँहरूलाई अब देखाउने छु। यो हेर्नुहोस्, यो चट्टान काटेर चाहिँ बाटो बनाउँदैछ। यो चट्टान हेर्नुहोस्, यो माथि हेर्नुहोस्, यो सिपाही भिर है। हिँड्न नसक्ने बुढाबुढी है, पहिला हिँडेको याद आउँछ उहाँहरूलाई। तपाईँहरूले यो नजारा देखाइदिनुहोस्, यो भिडियो देखाइदिनुहोस्, उनीहरूलाई आनन्द आउँछ। यो सबभन्दा उनीहरूलाई यही आनन्द आउँछ यो ब्रिज देख्दाखेरि है, झुला ब्रिज योगको। किनभने उहाँहरू कति हिँडेको यहाँबाट है। सिङ्जी समालबुङबाट 3 बजी हिँड्नुहुन्थ्यो राति, यहाँ आउँदाखेरि 6 बज्थ्यो। यहाँ पुल्ठो निभाएर चाहिँ कालिम्पोङ बजार हिँडेरै पुग्नुहुन्थ्यो उहाँहरू। हामी पनि हो, इन्क्लुडिङ यो कालिम्पोङ बजार। मतलब पन्बुदेखि लिएर सबै यो बाटो हिँडेको। हेर्नुहोस् कालिम्पोङ बजार, यहाँबाट डिस्टेन्स 9 किलोमिटर छ। सिङ्जी, समालबुङ, पापुङबाट कति पर्छ होला तपाईँ याद गर्नुहोस् न। अब त्यति दुःख गरेको छ है पहिलाको हाम्रो बुवा आमाहरूले। ल गाइस, आजलाई यति नै। ओके, बाई बाई। हेर्नुहोस् है, फुपूको छोरा यी चस्मा ढल्काएर। यस ब्रो, यस 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 ब्रो, यस कता, यस यस ठिकै छ, नयाँ बाटो है। ल ल ल, ठिक छ ठिक छ ठिक छ। म एउटा सानो एउटा भ्लग बनाउँदैछु है, भाइलाई पनि भेट्यो, एकदम खुसी लाग्यो है। ल ओके, म हिँडी गएको भाइ। ल तपाईँहरूलाई बाटो देखाउँदैछु म। यहाँ हेर्नुहोस् बाटो कस्तो। यो चाहिँ सिपाही भिरको उकालो, यस्तो उकालो छ। स्कुटीलाई पनि खतरा छ। म त 2 जना छु है। हेर्नुहोस् है यहाँ बाटो
लु हेर्नुहोस् स्कुटीलाई तान्न साह्रो परेको। यहाँ हेर्नुहोस् बाटो उकालो। सिपाही भिरमा छु, सिपाही भिर हेर्नुहोस्, सिपाही भिर कस्तो छ यहाँ। यस्तो छ हेर्नुहोस् है गाइस, उकालो यसरी बनिएको छ बाटो। यो चट्टान काटेर लगेको हेर्नुहोस् है। यो नयाँ बाटो योगको यस्तो छ बाटो चाहिँ। बनिसक्दा चाहिँ खत्रै हुन्छ। दार्जिलिङ जाने उकालो जतिकै हुन्छ। यस्तो छ यहाँ। ओके गाइस, उकालो चाहिँ सकेँ, तर उकालो त टोटलै योगको फाटकसम्म नै उकालै हो। त्यस्तै छ है गाइस। ल ओके।